जय गुरु गणपति मंगल मूर्ति मंगल हो सबको जय गुरु गणपति मंगल मूर्ति मंगल हो सबको प्रभु दर्शन पाए। लड्डू खानु अगाडि के भन्नुपर्छ थाहा छ हैन? ल 1 2 3 बुढे गणेश की जय गणेश। कुकुर र मान्छे सँगसँगै छन्। केटा होइन बहिरो के हो सुन्दैन। ए बेसकन ज्वरो पो आएर यसलाई त। कसको छोरा हो यो? घर कहाँ होला? कस्ता बाबु आमा होला? जन्माउने बेला जन्माए, अहिले कुकुर जस्तै जिन्दगी बिताउने यसरी छोडिदिए। बाबु भएन, यसलाई 2-4 दिन लगेर आफ्नै घरमा राख्नु पर्यो, अनि पछि जसको छोरा हो उसैलाई बुझाइदिनु पर्ला। त्यसरी जिल्लो पर्न पर्दैन बाबु। यहाँ मैले लिएर आएको तिमीलाई, तिमी सडकमा त्यसै सुतिरहेको थियौ। ल अहिले त ज्वरो पनि कम भएछ। अब तिमी यो 1 गिलास दुध खाऊ, सब ठीक हुन्छ। उठ ल यो दुध खाऊ, अनि म तिमीलाई तिम्रो घर पुर्याइदिन्छु। घर? घर किन? तिम्रो घर छैन? ए भनेपछि सडक सिरानी आकाश छानो हैन त? अनि तिम्रो नाम के हो नि? कोही भुवन केसी भन्छन्, कोही आमिर खान भन्छन्, कोही सरोज खनाल भन्छन्, कोही सुनिल शेट्टी भन्छन्। लाटा, यस्तो पनि नाम हुन्छ कहीँ? एकजना मान्छेको 10 थरी नाम। आजदेखि म तिमीलाई सबैले एउटै नामले बोलाउने नाम राख्दिन्छु। आज मंगलबार, गणेश थानबाट फर्कदा तिमीलाई पाएको मैले, त्यसैले आजदेखि तिम्रो नाम गणेश। अनि यो मेरो घर, आजदेखि तिम्रो घर गणेश। गणेश। ल यही हो मेरो सानो मोटर ग्यारेज। हेर
यहाँ मान्छेहरू आफ्नो गाडीलाई ज्वरो आयो, रुगाखोकी लाग्यो, बोक्सी लाग्यो भने मका जचाउन ल्याउँछन्। म एकछिन छु मन्त्र पारेर ठिक पारेर पठाइदिन्छु। माइला मिस्त्री भनेपछि देश विदेशमा, अझै विदेश पनि नभनु, यो देशभरि, यो देश पनि नभनु, सहरभरि ल, यो सहर पनि होइन ल, यो टोलभरि प्रख्यात त्यस्तो। के हो खै आज मान्छेहरू यहाँ गाडी लिन आउने बेला भइसक्यो, मिस्त्रीहरू एकजना छैन। अरे गर्दा गर्दैको काम छोडेर हिँडेर गाडी लिन आउने बेला भइसक्यो। अहिले कसले मद्दत गर्छ मलाई? म मद्दत गरिहाल्छु नि, अब त म बलियो भइसकेँ। तर तिमीलाई काम त आउँदैन त। तपाईँले सिकाइदिनुहोस् न, म सिकिहाल्छु नि। शाबास, त्यसो भए काम सिक्ने। ल आजदेखि तिमी मेरो चेला, म तिम्रो गुरु। के रे? तपाईँ गुरु, म चेला। शाबास। के रे? गुरु गुरु चेला चेला चेला।
कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला ए गुरु ए गुरु निधारभरि पसिना छ हातभरि ठेला हाम्रो यो पीडालाई कसले बुझिदेला हे कालो मैलो हातलाई कोही गर्छन् हेला व्यर्थ गाली गर्छन् कोही कोही गर्छन् रेला थोत्रो थोत्रो मोटरको लाग्छ सधैँ मेला पैसा तिर्न साहुहरू गर्छन् सधैँ झेला गुरु गुरु ए गुरु 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 ए गुरु 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 सुन्ने सुन्ने घर आँगन छैन चोरा छन् कहिले आउने लक्ष्मीले गर्दै घरमा छमछम हे सिन्दुर पोते किनिसके रोजिसके साडी पेन्टिङ पेन्टिङ जति गरौँ सेकेन्ड ह्यान्ड यो गाडी जोवन मात्र गयो गुरु पैसा गएको छैन लगन घाटो बाँध्ने किन दिन आएको छैन हे गुरु गुरु हे हे गुरु 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 हे हे गुरु गुरु कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला गुरु गुरु ओ गुरु 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 हे गुरु 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 हे गुरु 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 कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला कस्तो गुरु कस्तो चेला जस्तो गुरु उस्तै चेला ओहो बडे सन्चै हुनुहुन्छ केरा किन्न आउनुभएको तपाईँले के भन्छु भन्नुभएको थियो नि मैले भैया एक दर्जन केरा दिनुहोस् त यो गणेशलाई त के भन्छु भन्छ बोल्ने बेलामा भन्नै सक्दैन ल यो स्याउ खानुहोस् अनि भन्नुहोस् ल ल ल केरा खाऊ कस्तो मान्छे होला स्याउ नसमातिकन केरा खाऊ भन्छ मेरो स्याउ मै राख्छु तिम्रो कोही केरा तिमी नै राख गुरु ए गुरु गुरु हो किन कराएको गुरु आज पनि खतम बोली नै फुटेन बोली नै फुटेन गुरु भनेपछि हाम्रो घर गिरालक्ष्मी भित्रिनी भएनन् कबजिया मलाई त तान्नु पनि पर्ने फेरि हेर चेला यो अरू विषयमा चेला बने पनि यस्तो यो केटीसेटी फकाउने लभसव गर्ने विषयमा चाहिँ चेला बन्न भएन हेर नत्र मै जस्तो ब्रह्मचारी भएर बस्नु पर्ला भयो तपाईले गर्दाखेरि त हो नि जस्तो गुरु उस्तै